गुड मर्निङ, नमस्कार अनि स्वागत छ सबैजनालाई। म चाहिँ पहाड जाँदैछु हैन, किनभने नि अब अघिल्लो भिडियो हेर्नु भएको थियो होला, हाम्रो मामा बिरामी हुनुहुन्थ्यो हैन। अनि मामा चाहिँ उपचार गर्दा गर्दै अनि भसारे अन्तिमै अवस्थामा पुग्नुभयो। कहिलेकाहीँ सुधार आयो भने फेरि साह्रो भयो भन्ने त्यस्तो हुँदा अनि लास्टमा चाहिँ नहुने भएर घर लाँदै हिजो चाहिँ मामा घर पुग्ने बेलामा बित्नुभयो हैन। दुःखद घटना घटेको छ। त्यही भएर अनि आज चाहिँ हामी जाँदैछौँ। म चाहिँ यहाँ चोक निस्किँदैछु। हामी चाहिँ फर्स्ट गाडी धारणबाट भेटेन भने चाहिँ सायद लगभग बेलुका मात्रै पुगिन्छ। अरू गाडी चाहिँ जाममा पर्छ अरे भनेर बेलैमा हिँडेको। अनि तलतिरबाट चाहिँ मम्मी प्लस सोल्टिनी काकीहरू आउँदै हुनुहुन्छ। यहाँ म चाहिँ चोकमा निस्किनु पर्ने। यताबाट चाहिँ हामीले अटो रिजर्भ गरेको छ नि त। अनि उताबाट दिदीहरू भाइहरू चाहिँ धर्न आइसक्यो। हामी चाहिँ भर्खर जाँदैछौँ। अब के गर्नु होइन, जे नहुनु भइहाल्यो। अनि त्यही भएर अब अन्तिम क्षणमा मलाई त पुग्नु पऱ्यो एकचोटि होइन। हाम्रो मम्मीलाई पनि त भाइको मुख देखाउनु पऱ्यो नि त। त्यही भएर मम्मीलाई लिएर हिँड्दै गरेको। अब चाहिँ हाम्रो पैदल यात्रा सुरु भयो। गाडीले छोड्यो हामीलाई। टोली आउँदैछ पछाडि, यता अगाडि पनि हुनुहुन्छ। हैन बिचाराहरू लट्ठी टेक्दै चार पाउले के गर्नु रहेन हजुर बाध्यता। मलाई त आमा हामी चाहिँ यहाँ तल आइसक्यौँ। हाम्रो अझै आधी मान्छे मम्मी छुट्नु होला है, छिटो आउनु। माथि खोल्सामा यहाँ मामा बुढी मान्छेले हिँड्नै नसक्ने चार पाउले लट्ठी टेकेर आउनुहुँदैछ। हामी चाहिँ अलिकति जल्दो बल्दो परिएछ कि क्या हो कि। अनि हामी जहिले अगाडि जाँदैछौँ होइन। रोडको बाटोले पनि भेट्छ कि मरौ घरलाई, तर उयो क्या अब गाडी रिजर्भ लाँदा मात्रै नि त। त्यही भएर अब महँगो हुन्छ नि त यतातिर त। त्यही भएर हामी चाहिँ हिँडेरै जाउँ न त भनेर आएको। पुग्नै गाह्रो पऱ्यो। हाम्रो कोपा जाँदै हुनुहुन्छ एकटै सम्झना पनि हुन्छ नि त एउटा। छोरीहरूले सघाउँदा हुन्छ। बाटो अप्ठ्यारो छ। त्यो सामान अरूले बोक्दैन हुन्छ। उहाँले अगाडि दुईजना चाहिन्छ। अब दाग बाटी दिनु
अब रोक सको भने चाहिँ नकाटौँ भनेको सकेन साइलीको पालो यो कान्छीलाई देऊ एक काली मात्रै के नानी एउटा अब सबै खोली पठाउँछ गर्नु है एक भयो है उता माथि थाम्दै गर्नु ल माथि हाल्नु कपडाले मात्रै कपडा मात्रै लगाउनु गुन्द्री छोडिदेऊ त्यो गुन्द्री छोडी बाहिर तन्ना लगाउनु तन्ना त्यो हाम्रो काम हुँदैछ त म अब केले दिनु म त यही छेउ चोकमा लाग्छ